नमस्कार सबैलाई, तपाईहरुलाई मेरो च्यानलमा हार्दिक स्वागत छ। आज म र मेरो साथी टाउसन मेरील्यान्डको नर्दर्न पार्कवे नजिकै रहेको स्प्रिङ लेक वे पार्क घुम्न आएका छौँ। शहरको भिडबाट केही समय शान्त वातावरण बिताउने सोचले यहाँ आएका छौँ र यहाँको दृश्य साँच्चै नै भन्नुपर्दा मनमोहक रहेको छ। यस पार्कको सबैभन्दा आकर्षण कुरा भनेको यहाँको पोखरीमा रहेका धेरै प्रकारका माछाहरू हुन्। पानीभित्र सयौं माछाहरू एकै ठाउँमा पौडिरहेको देख्दा मलाई निकै रमाइलो लागिरहेको छ। केही माछा किरानतिर आउँथे भने केही समूह बनाएर पौडिरहेका छन्। उनीहरूको शान्त र स्वाभाविक चाल हेर्दा मन आनन्दित भएको छ। हामी धेरै बेरसम्म उनीहरूलाई हेरेर प्रकृतिको सौन्दर्यको आनन्द लिइरहेका छौँ। माछासँगै हामीले कछुवा पनि देख्ने मौका पायौँ। उनीहरू पानीको किनारमा घाम तापिरहेको थिए। यद्यपि आजको मुख्य आकर्षण भनेको नै माछाहरू नै हुन्। यहाँको वातावरण निकै शान्त र चिसो हावा, चराहरूको चिरबिर आवाज र पानीको सतहमा माछाहरू खेलिरहेको दृश्यले मेरो मनलाई निकै शान्त बनायो। कहिलेकाहीँ यस्ता साना पार्कहरूमा केही समय बिताउँदा पनि मानसिक रूपमा निकै ताजगी महसुस हुँदो रहेछ। यसले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश पनि दिन्छ। प्रकृतिको संरक्षण गर्नु हाम्रो जिम्मेवारी पनि हो। यदि हामीले यस्ता ठाउँहरूलाई सफा राख्यौँ भने माछा, कछुवा र अन्य जीवजन्तुले पनि सुरक्षित रूपमा आफ्नो जीवन बिताउन सक्छन्। यदि तपाईहरू पनि टाउसन वरिपरि हुनुहुन्छ भने एकपटक यो स्प्रिङ लेक वे पार्क अवश्य घुम्न आउनुहोस्। आजको भिडियो यति नै छ तपाईहरुको लागि र तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र साथसाथै सेयर गर्न पनि नबिर्सिनुहोस्। फेरि अर्को रमाइलो यात्रा र नयाँ भिडियोको साथ फेरि भेट्ने नै भन्दै आजलाई तपाईहरुबाट म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।